मेरो मुटुको बिरामी थियो। म गडरियाको हेल्थ पोस्टमा गएँ, त्यहाँ मेरो औषधि काम गरेन र मलाई डाक्टरले धनगढी सिटी हस्पिटलमा पठाउनु भयो र म त्यहाँ पनि पुगेँ। त्यहाँको डाक्टरले मलाई काठमाडौँ जान भन्नुभयो र म त्यहाँ नगएर हाम्रो गुरुजी सन्त रामपालजी महाराजको शरणमा आएँ र बिना औषधिको मेरो सन्चो भयो मुटुको दुखाइ। मेरो एकदम टाउको दुख्ने, अगाडि यो पछाडिको सबै टाउकोहरू दुख्ने र यो टाउको दुखाइको कारणले म बुद्ध मन्दिर आँखा अस्पतालमा चेकअप गराएर गेटा आँखा अस्पतालमा पनि चेकअप गराएर मलाई लगभग 3-4 महिनामा 4वटा जति मैले चस्मा फेरेँ र गुरुजीको शरणमा आउँदाखेरि मैले चस्मा लगाउन पनि छोडेँ र मलाई भूतप्रेतको बाधा थियो। बाटोमा हिँड्दा हिँड्दै ढलिहाल्ने, कालो छाया जस्तै देख्ने, नराम्रो सपना देख्ने, मान्छेहरू जहाँ भने मैले त्यही पुगेँ। त्यो धामी झाँक्रीको पुगेँ, धेरै खर्चहरू गरेँ तर केही पनि लाभ भएन र म सन्त रामपालजीको शरणमा आउने बित्तिकै मलाई धेरै लाभहरू भयो। मलाई अल्सरको बिरामी पनि थियो र मेरो पेटमा पोका जस्तै अल्सर धेरै ठुलो भइसकेको थियो र औषधिले काम गरेन। अनि म दुखाइको कारणले एकदम सिकिस्त थिएँ र म सन्त रामपालजीको शरणमा गइसकेपछि मलाई अल्सरको बिरामी हराइहाल्यो र मलाई अल्सरको बिरामी पनि म सन्चो भयो।